भिडियोमा हामी नेपाल भर्सेस सिङ्गापुर बीचको खेलको लाइभ कसरी हेर्न सकिन्छ यसको बारेमा चर्चा गर्नेछौँ। त्योभन्दा अगाडि नेपाल र सिङ्गापुर बीचको म्याच प्रिभ्यूको बारेमा डिस्कस गर्नेछौँ। नेपाल भर्सेस सिङ्गापुर बीचको खेल आज मार्च 21 हुँदैछ। नेपाली समयअनुसार 6:15 PM उक्त खेल हुनेछ। नेपाल भर्सेस सिङ्गापुर बीच एएफसी एसियन कप क्वालिफायर थर्ड राउन्डको तयारीको रूपमा यो म्याचलाई लिएको छ। एएफसी एसियन कप क्वालिफायर थर्ड राउन्डमा सिङ्गापुर ग्रुप सीमा छ। सिङ्गापुर सहित इन्डिया, हङकङ र बङ्गलादेश रहेका छन्। नेपाल ग्रुप एफमा छ। ग्रुप एफमा नेपालसँगै भियतनाम, मलेसिया र लाओस रहेका छन्। नेपाल र सिङ्गापुर अहिलेसम्म 3 पटक प्रतिस्पर्धा गरिसकेका छन्। तीनै खेलमा नेपालले पराजय हुनु परेको छ। विगत नेपालको सम्झना लायक छैन सिङ्गापुरसँग। सिङ्गापुरलाई इतिहास सधैँ उहिरहन्न, कहिले कहिले परिवर्तन हुन्छ। नेपाल भर्सेस सिङ्गापुर बीचको खेलको लाइभ चाहिँ मोबाइलमा हेर्नका लागि एडिआर स्पोर्ट युट्युब च्यानलबाट हेर्न सक्नुहुनेछ। उक्त च्यानलको लिङ्क म डिस्क्रिप्सनमा राखिदिनेछु। नेपाल भर्सेस सिङ्गापुर बीचको खेलको लाइभ चाहिँ टिभीमा हेर्न चाहनुहुन्छ भने डिसोमको एक्सन स्पोर्ट एचडी युट्युब च्यानलबाट हेर्न सक्नुहुनेछ। एपबाट हेर्नको लागि चाहिँ डिसोम गो एपबाट पनि हेर्न सक्नुहुनेछ भने भकुन्डो एपबाट पनि हेर्न सक्नुहुनेछ। तर डिसोम गो एप र भकुन्डो एपबाट अलिकति हेर्न केही झन्झट हुन्छ। त्यसको भने युट्युब अथवा टिभीबाटै मजाले लाइभ हेर्न सक्नुहुनेछ। प्लिज सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नुहोला, लाइक पनि गर्नुहोला।